के बोलेन। नमस्ते साथीहरू, हेर्नुहोस् है अब कति रमाइलो वातावरण मौसम छ। यो मौसममा हामी घुमफिर गर्दै गर्दै यसो अब हिँड्दैछौँ। हेर्नु न, मोटाएर साह्रै भइयो है, मोटाएर साह्रै भइयो। अब जति गर्दा पानी खाँदा पनि मोटाइन्छ, जे खाँदा पनि मोटाइन्छ, के गर्ने। त्यही भएर अब जे पो होस् भनेर हामी त आज पनि रोज चिकेन है। अस्ति पनि चिकेनै खाइयो, हिजो पनि चिकेनै, आज पनि चिकेनै। अब त्यो चिकेनै पनि कस्तो भने चाहिँ आज लोकल ब्रोइलर पनि नखाने, लोकल खाने होइन भनेर लाइभ बोय पोल्ट्री फार्ममा हामी चिकन ल्याउन जाँदैछौँ। आज पनि चिकेनै हो। ओहो, अब यो चिकन पनि आज भोलि पर्सि खाने गरी 3टा अर्डर गरेको छ होइन। अब जे पर्ला अब खाने हो, गाँठे जिन्दगीमा जे होला रमाउने हो। तपाईँहरू पनि इन्जोय गर्नुहोस्, रमाउन सिक्नुहोस्। हामी त चिकन खाइकन भैँसी जस्ता भइसक्यौँ। अब भैँसी जस्ता भयो भने राँगो जस्ता भयो नि के गर्ने। अब खाने बस्ने मस्ती गर्ने हो। लाइफ इन्जोय रकमा बिताउनुहोस् है साथीहरू। तपाईँहरूले पनि कसैले मोटो भयो भनेर चिन्ता नगर्नुहोस्। हामीलाई हेर्नुहोस्, हामी त चिकन खाँदा हैरान छौँ। ल फेरि पनि भेटौँ ल, अहिलेलाई बाई बाई।